म चाहिँ अहिले माइखोला इलाम राजद्वाली नजिकै रहेको सपनामा देखेर उत्खनन गरिएका शिला भएको ठाउँमा छु र आज शनिबारको दिन चाहिँ धेरैजना भक्तजनहरूको घुइँचो देख्न सकिन्छ। यसरी भक्तजनहरू आउने क्रम जारी छ। आज शनिबार बिहान भक्तजनहरू आएर पूजाआजा गरिराख्नु भएको छ, देख्न सकिन्छ यहाँ। यो चाहिँ इलाम माइखोला राजद्वाली जुन इलाम नगरपालिका 4 धारापानीकी पर्मिला कार्की माताले उत्खनन गर्नुभएका 5 वटा शिला यहाँ देख्न सकिन्छ। सबैजनाले चाहिँ जय पञ्चकन्या पाथिभरा माता भनेर शेयर गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। हजुरहरूलाई पञ्चकन्या पाथिभरा माता देवीले रक्षा गर्नुहुनेछ। सबैजनाले शेयर गरेर सबै सामु पुर्याइदिनु होला। तपाईहरुलाई म सबै अपडेट दिने नै छु। यहाँ धेरैजनाको भिड छ, देख्न सकिन्छ। यहाँ चाहिँ धेरैजना भक्तजनहरू यसरी लाइनमा बस्नु भएको छ, यसरी पूजा गरिराख्नु भएको छ, देख्न सकिन्छ। यता शिलाहरू यसरी पूजा गर्दै हुनुहुन्छ। धेरैजना भक्तजनहरू आउनु भएको छ। इलाम बजारदेखि टाढाबाट पनि आउनु भएको छ, देख्न सकिन्छ। जसले यो भिडियो शेयर गर्नुहुन्छ, लाइक कमेन्ट गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ तपाईहरु जो आउन पाउनु भएको छैन, यहाँ टाढाबाट पनि दर्शन गर्न सक्नुहुन्छ। यही भिडियो मार्फत सबैजनाले लाइक कमेन्ट र शेयर गरिदिनु होला। तपाईहरुलाई यहाँका पञ्चकन्या पाथिभरा देवीले चाहिँ रक्षा गरून् भन्न चाहन्छु। सबैजनाले यो भिडियो शेयर गरिदिनु होला, जति सक्दो शेयर गरिदिनु होला अनि दर्शन गर्नु होला पञ्चकन्या पाथिभरा माताको। के छ खबर? हजुर मलाई टीका लगाइदिनु होला। म पनि अब टीका लगाउँदैछु। ल सबैजनाले टाढैबाट हाम्रो इलाममा रहेका पञ्चकन्या पाथिभरा माताको दर्शन गर्नुहोला। यसरी बारबेर पनि गरिसकेको छ, यहाँ देख्न सक्नुहुन्छ। आज शनिबारको दिन धेरै लामो घुइँचो देख्न सक्नुहुन्छ। यसरी धेरैजना भक्तजनहरू आउनुभएको छ। हस्, धन्यवाद।